नमस्कार गुड मर्निङ रियाक्सन। मेरो नाम नवराज नमरा हो। म हाल दोहा कतारमा छु र अहिले म हाम्रो दोहा कतारको अलद्यामा र रियाक्सन अफिसमा चाहिँ म अहिले छु म। अनि त्यसपछि हाम्रो कफी चाहिँ खाँदैछु म, रियाक्सनको ब्ल्याक कफी। यो कफीको फाइदाहरू हामीसँग धेरै छन्। यो कफी एकदमै चाहिँ एकदम नेचुरल तरिकाले म्यानुफ्याक्चर भएको हुन्छ। यसमा चाहिँ 2% ग्यानोडरमा हुन्छ। यो हाम्रो स्वास्थ्यको लागि चाहिँ एकदमै राम्रो, एकदमै विविध। यसमा चाहिँ कुनै पनि क्याफेसिनो चाहिँ हुँदैन। क्याफेसिनोको उसमा चाहिँ हाम्रो यो 2% चाहिँ ग्यानोडरमा मिसाएको हुन्छ। ब्ल्याक कफी होइन, नर्मल ब्ल्याक कफी। यो पिउँदाको आनन्द भन्ने कुरा छुट्टै किसिमको हुन्छ, जो हामीले दोहा कतारमा रहँदै गर्दा पनि एउटा चाहिँ साबुन टुथपेस्टबाट हामी एउटा राम्रो आफ्नो पहिचान र आफूले चाहिँ बचेको समयलाई सदुपयोग गर्न सक्छौँ। सो हामी कहाँ छौँ, कस्तो छौँ, त्यो कुरामा फरक पर्दैन। तर हामीले गर्ने काम, जस्तै हामीले ड्युटी गरेर बचेको समय हामी रियाक्सनतिर लगायौँ भने पक्कै पनि हामी एक दिन एउटा राम्रो पहिचान र आफ्नो आवश्यकता पुरा हुन्छ। सो धन्यवाद, नमस्कार।